हौवा सेवा साथीहरू हामी नेपालीहरू यतिसम्म पटमूर्ख र यतिसम्म उल्लु भएको छौँ कि जसले जे गर्दा पनि हो भन्दिने हामी गहिराइमा पुग्दैनौँ सत्य तथ्यभित्र हामी नपुगिकन सामाजिक सञ्जालमा आएकै भरमा हामी ओहोरे हो गर्दैछौँ। अहिले देशको अवस्था कस्तो छ? विदेशीको पन्जामा पुगिसकेको छ देश, तर पनि हामी आफ्नो पार्टी र आफ्नो दल भनेपछि हुरुक्क हुन्छौँ। हामी नेपालीहरू किन माथि पुग्न नसकेको त भन्दा तीनटा कारण छ। जाति, धर्म, पार्टी। पार्टीले फुटाइराखेको छ हरेक क्षेत्रलाई, हरेक वर्गलाई, तर त्यसले नसकेको फेरि जाति लगाइदिएको छ। त्यो जातिबाट जति फुटाउन सक्यो बाँकी रहेको अलिक सक्षम व्यक्तिहरूलाई अझै धर्मबाट गरेको छ। हामी यो कुराहरूलाई विश्लेषण नगरिकन नबुझिकन हामी यो मेरो पार्टी त्यो मेरो पार्टी भनेका छौँ। हामी त्यही कारणले गर्दा अघि बढ्न नसकेको। हामीलाई जातिले रोकेको छ, धर्मले रोकेको छ, पार्टीले रोकेको छ। एउटा सानो उदाहरण दिउँ। एमाले, काङ्ग्रेस, माओवादी, प्रचण्डबाट माओवादी स्थापना भयो र एमाले पुष्पलाल शेषबाट स्थापना भयो, काङ्ग्रेस बिपीबाट स्थापना भयो। तर रेशम चौधरी उसले जन्माएको नाउपा नागरिक उन्मुक्ति पार्टी कहिले पनि नेपालीको पार्टी भएन, रेशम चौधरीको पार्टी भयो। मधेसबाट जति पनि उपेन्द्र यादव, मन्त्र ठाकुरहरूले जन्मायो एउटा दल, त्यो कहिले राष्ट्रिय दल भएन, नेपाली दल भएन, मधेसवादी दल भयो। पूर्वमा लिम्बुवानहरूले लिम्बुवान मञ्च खडा गरे, त्यो कहिले नेपाली पार्टी भएन। धेरैचोटि चुनाव लडिसके तर त्यो लिम्बुवान सीमित व्यक्तिहरूको पार्टी भयो। अहिले पछाडि फेरि माननीय हर्क साम्पाङज्यूले श्रम संस्कृति पार्टी राष्ट्रिय पार्टी बन्यो, खोलेर पनि चुनाव जितेर पनि राष्ट्रिय पार्टी बनिसक्यो, तर पनि कहिले नेपाली पार्टी भनिएको छैन। उसलाई हर्क साम्पाङको पार्टी भनिएको छ। यो तपाईँहरूले बुझ्नु भएको छ। हिजो एमाले नेपाली पार्टी भयो, पुष्पलालको पार्टी भएन। माओवादी प्रचण्डले उत्पादन गर्यो तर प्रचण्डको पार्टी भनिएन। काङ्ग्रेस बिपीले जन्मायो तर बिपीको काङ्ग्रेस कहिले भनिएन, नेपालीको बन्यो। तर अरूले खोल्न बित्तिकै त्यो व्यक्तिको नाममा जान्छ। रेशम चौधरीको नाममा गयो नागरिक उन्मुक्ति पार्टी, कहिले नेपालको भनेन। मधेसबाट जति पनि दलहरू खोले त्यो कहिले नेपाली दल भएन, राष्ट्रिय दल भएन। उसलाई खालि मधेसवादी दल भनियो। पूर्वमा लिम्बुवान कहिले राष्ट्रिय दल बनेन, उसलाई खालि सीमित व्यक्तिको दल भनियो। अहिले श्रम संस्कृति पार्टीलाई पनि त्यही ट्याग दिँदैछ। ए बाबा, चुनाव जितेर राष्ट्रिय दल पुगेकोलाई त नेपाली राष्ट्रिय दल भन्न सकिँदैन, तर भन्दैन। मिडियाले पनि यस्तो, मिडियाको पावर यस्तो हुन्छ कि हर्क साम्पाङको पार्टी भनिदिएको छ, रेशम चौधरीको पार्टी भनिदिएको छ, उपेन्द्र यादवको पार्टी भनिदिएको छ, रेशम चौधरीको पार्टी भनिदिएको छ, के नेपालको भनेको छैन। र यहीँबाट हामी समग्र रूपमा के बुझ्छौँ त भन्दाखेरि यदि बाहुनले खोल्यो भने मात्रै राष्ट्रिय पार्टी हुन्छ, तर अरू नेपालको आदिवासीहरूले खोल्यो भने त्यो कहिले राष्ट्रिय पार्टी बन्दैन। उनलाई सीमित व्यक्तिको नाम दिइन्छ। हामीले बुझ्नुपर्ने यहाँ छ। भन्दा जातीय पार्टी भनेर लगाइन्छ, मधेस दल भनेर लगाइन्छ, रेशम चौधरीको पार्टी भनेर लगाइन्छ। अब कुलमानले खोल्दैछ, कुलमानको उज्यालो नेपाल भनिँदैछ। कुलमानले खोलिसक्यो पार्टी, तर उसको पनि कुलमानको पार्टी भनिसकेको छ। अहिले मिडियाहरूले पनि सोध्छ त्यही कुलमानको पार्टी भन्छ, तर नेपालको पार्टी किन भन्न सकेन? तर एमाले, काङ्ग्रेस, माओवादीलाई किन नेपाली भन्यो? त्यो पनि व्यक्तिबाट नै जन्मिएको। प्रचण्डले जन्मायो माओवादी, काङ्ग्रेस जन्मायो बिपीले, एमाले जन्मायो पुष्पलालले। पुष्पलालको पार्टी किन भनिएन? हाम्रो सोच चाहिँ यहीँनिर छ भिन्नता। जति पनि सामाजिक सञ्जाल चलाउने प्रयोगकर्ताहरूले फल्नाको पार्टी भनिदिन्छ, मिडियाले पनि त्यही भनिदिन्छ, तर नेपालको फल्ना पार्टी किन भन्दैन? यहाँनिर हामीले बुझ्नुपर्ने गम्भीर विषय छ। तर हाम्रो कहिले चेताउँछ? अरूले खोल्न बित्तिकै सबै। चित्रबहादुर केसीले कहिले राष्ट्रिय पार्टी बनेन, एकजना मात्रै छ, तर उसले उसको राष्ट्रिय जनमुक्ति पार्टी भइरहेको कहलिन्छ। राप्रपा ऊ पनि दलको आधारमा हेर्ने पनि सानो दल हो नि, तर उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टी भनिन्छ, उसलाई नेपाली भनिन्छ। कमल थापाको पनि भनिँदैन, उसले राजेन्द्र लिङ्गदेनको पनि भनिँदैन, त्यसलाई नेपालीको भनिन्छ। हो, यसरी हामीले गहिरो अध्ययन गर्नुपर्छ, अनि मात्रै सबै कुरा हामीले पत्ता लगाउन सकिन्छ। हावाको तालमा अरेको भरमा भिडको पछि लाग्यो भने केही पनि बुझिँदैन साथीहरू।